जगतमा प्रत्येक व्यक्तिलाई कुनै न कुनै प्रकारको निर्भरता अवश्य हुन्छ। जस्तो कोही धेरै चाँडो दौड्न सक्दैन, कोही बढी भारी बोक्न सक्दैन, कोही असाध्य रोगले पीडित हुन्छ भने कोही ठूला पापहरूको स्मरणमा डुबेको हुन्छ। यस्ता निकै उदाहरणहरू छन्। के तपाईँ कुनै यस्तो व्यक्तिलाई जान्नुहुन्छ जसले सबै कुरा प्राप्त गर्छ? जीवन कौशल के तिनीहरू र अन्य मानिसहरूबीच के भिन्नता छ? वा तपाईले कहिले सोच्नुभयो, जो व्यक्ति कमजोरीले पराजित हुँदैन, जो पुरुषार्थ गर्ने साहस हृदयमा राख्छ, उसले कमजोरीलाई पार गर्छ। अर्थात् कमजोरी अवश्य ईश्वरले दिन्छ, तर मर्यादा मनुष्यले आफै निर्माण गर्छ। आफै सोच्नुहोस्, तर हामी यो जान्दा जान्दै पनि यो सानो सत्य बुझ्न सक्दैनौँ। या त हामी बितेको समयको स्मरणमा अल्झिरहन्छौँ, या फेरि आउने समयको लागि योजनाहरू बनाइरहन्छौँ र जीवन बितिँदै जान्छ। हामी न त भविष्य देख्न सक्छौँ, न त भविष्य निर्माण गर्न सक्छौँ। हामी त केवल धैर्य र साहसको साथ वर्तमानलाई अँगाल्दै हाँस्न र स्वागत गर्न सक्छौँ। भविष्यको के? जीवनको हरेक पल जीवनले भरिएन। मनुष्यको मन सधैँ ज्ञान प्राप्तिमा विभिन्न बाधाहरू उत्पन्न गर्छ। कुनै कुनै अन्य विद्यार्थीप्रतिको ईर्ष्या हुन्छ, कुनै पढिएको पाठमा शङ्का जन्मिन्छ र कुनै गुरुद्वारा दिएको दण्डले मनमा अहङ्कार भरिदिन्छ। होइन के यस्तो हुँदैन? नजान, मन भट्किन्छ र मनको यही अशान्त अवस्थाको कारणले हामी ज्ञान प्राप्त गर्न सक्दैनौँ। मनको योग्य अवस्था केवल समर्पणले निर्माण हुन्छ। समर्पणले मनुष्यको अहङ्कार, ईर्ष्या, महत्वाकांक्षा आदि भावनाहरूलाई हटाउँछ, शान्त गर्छ र मनलाई एकाग्र गर्छ। ज्ञानीहरूले गुरु दत्तात्रेयबाट ज्ञान प्राप्त गरेका थिए, अर्थात् विशेष ब्रह्मज्ञानको होस्, जीवनको ज्ञानको होस् वा गुरुकुलमा प्राप्त हुने ज्ञानको। उसको प्रतापको लागि गुरुभन्दा धेरै महत्त्वपूर्ण गुरुप्रतिको हाम्रो समर्पण हो। के यो सत्य होइन? प्रत्येक मनुष्यको जीवनमा यस्तो क्षण अवश्य आउँछ। कोही समयमा यार राजाका कर्मचारीको धर्म प्रकट हुन्छ। सबैको जीवनमा यस्तो घटना बन्ने गर्छ। धेरैजसो मानिसहरूले यस्तो क्षणलाई धर्म सङ्कटको रूपमा चिन्दैनन्। जस्तो मक्का र गुणको खेती हराइदिन्छ। वास्तवमा धर्म सङ्कट ईश्वरको नजिक जाने बाटो हो। राम्रो धर्म सङ्कटबाट यदि हामी सङ्कटलाई नै दूर गर्छौँ भने दुःख मिल्छ जीवनभर, तर हामी भत्किँदैनौँ, मन दरिद्र हुँदैन। दुई व्यक्ति जब नजिक आउँछन् तब एक अर्काको लागि सीमाहरू र मर्यादाहरू निर्माण गर्ने प्रवृत्ति अवश्य हुन्छ। यदि हामी सबै सम्बन्धहरूलाई हेर्छौँ भने यी सबै सम्बन्धहरूको आधार यही सीमाहरू हुन्, जुन हामीले अरूको लागि बनाउँछौँ। कोहीले तोड्छ भने उसको मनको वास्तविक रूप के हो कि हामीले कहिले सोच्यौँ? र जब स्वतन्त्रतालाई स्वीकार गरिँदैन तब उसको हृदय दुःखले भरिँदै जान्छ। तब हाम्रो हृदय क्रोधले भरिन्छ। के यस्तो हुँदैन? हो, तब कुनै मर्यादा वा सीमाको आवश्यकता नै हुँदैन। अर्थात् जस्तो कुनै सम्बन्धको शरीर हो, वैसे नै स्वतन्त्रता कुनै सम्बन्धको आत्मा हो। आफै सोच्नुहोस्, समस्याको सामना गर्दा सत्य बोल्ने निर्णय हुन्छ, तर कहिलेकाहीँ उसले तथ्य बोल्दा पनि डर लाग्छ। सम्भवतः कसैको भावनाको विचार आउँछ, अरूलाई दुःख हुनेछ। यो डरले शब्दहरूलाई रोक्छ। के हामीले कहिले सोच्यौँ, डराएको अवस्थामा पनि कुनै तथ्य बोल्नु पर्दा त्यो कसरी बोलिने? वास्तवमा सत्य भनेको केही होइन, केवल निर्भयताको अर्को नाम हो। र निर्भय हुनको कुनै निश्चित समय हुँदैन, किनभने निर्भयता आत्माको स्वभाव हो। अर्थात् श्रेष्ठ बन्ने इच्छाले ज्ञान प्राप्तिलाई पनि प्रतिस्पर्धा बनाइदिन्छ, र प्रतिस्पर्धामा विजय अन्तिम कहिले हुन्छ? केही समयको लागि त श्रेष्ठ बन्न सकिन्छ, तर सधैँको लागि कोही श्रेष्ठ रहिरहन सक्दैन। फेरि त्यही असन्तुष्टि, पीडा र सङ्घर्षले जन्म लिन्छ। तर श्रेष्ठ बन्नुको सट्टा यदि उत्तम बन्ने प्रयास गरिन्छ भने के? अर्थ के हो भने जति प्राप्त गर्न योग्य छ त्यो सबै प्राप्त गर्नु, कसैभन्दा धेरै आफ्नो इच्छाबाट होइन, तर आत्मालाई तृप्त गर्नु हो। उत्तम बन्न प्रयास गर्नेहरू उत्तम कहिल्यै बन्न सकिन्छ। र पूर्वानुमानको आधारमा हामी भविष्यको सुख दुःखको कल्पना गर्छौँ, तर भोलिको सङ्कटलाई आज नै निर्माण गर्दा हामीलाई लाभ हुन्छ वा हानि पुग्छ?
सोच्नुहोस्, शक्तिको जन्मको कारण। प्रत्येक व्यक्ति जब सङ्कटबाट निस्कन्छ, एक कदम अगाडि बढ्छ, अधिक चम्कन्छ, आत्मविश्वासले अधिक भरिएको हुन्छ। न केवल आफ्नो लागि तर विश्वको लागि पनि। सङ्कटको जन्म आफैलाई परिवर्तन गर्न, आफ्ना विचारहरूलाई उचाइमा पुर्याउन, आफ्नो आत्मालाई बलियो र ज्ञानमय बनाउनको लागि हुन्छ, तर जसले यो गर्न सक्दैन। प्रत्येक चरणमा अर्को चरणको बारेमा कुनै न कुनै निर्णय गर्नै पर्छ। निर्णयले आफ्नो प्रभाव छोड्छ, दुःख निर्माण गर्छ, न केवल आफ्नो लागि, आफ्नो परिवारको लागि, आउने पिँढीको लागि। जब कुनै दुविधा सामुन्ने आउँछ, मन व्याकुल हुन्छ र मन युद्धभूमि बनिँदै जान्छ। वास्तवमा शान्त मनले जब कोही निर्णय गर्छ, आफ्नो लागि सुखद भविष्य बनाउँछ। तर आफ्नो मनलाई शान्त गर्नको लागि जब कोही निर्णय गर्छ, त्यो व्यक्ति भविष्यमा आफ्नो लागि काँटाहरूको रुख रोप्छ। आफै सोच्नुहोस्, मनुष्यले आफूलाई योग्य मान्दैन जब उसलाई आफ्नै बारेमा विश्वास हुँदैन हो। तर जब यो बुझिन्छ कि यी सङ्घर्षहरूले तपाईलाई अझ शक्तिशाली बनाउँछन्, जस्तो व्यायाम गर्दै शरीरको शक्ति बढ्छ, प्रत्येक सङ्घर्षसँग उसको उत्साह बढ्छ। अर्थात् विश्वास भनेको केही होइन, मनको स्थिति, जीवनलाई हेर्ने दृष्टिकोण मात्र हो। र जीवनलाई हेर्ने दृष्टिकोण मनुष्यको आफ्नै नियन्त्रणमा हुन्छ। आफै सोच्नुहोस्, सुन्नु र हेर्नु यो उत्कृष्ट भावना हो। तर तीनवटा प्रश्नहरूमाथि विचार गर्न हामी भुल्छौँ। पहिलो प्रश्न, के समयको साथ प्रत्येक मार्ग परिवर्तन हुँदैन? के समय सधैँ चुनौतीहरू लिएर आउँदैन? त बितेको समयको अनुभवले नयाँ पिँढीलाई कसरी लाभ दिन सक्छ? दोस्रो प्रश्न, के प्रत्येक सन्तान आफ्ना आमाबुवाको छवि हो? त सन्तानहरूलाई नयाँ नयाँ प्रश्नहरू, सङ्घर्षहरू र चुनौतीहरूबाट टाढा राख्नु यो तिनको लागि लाभदायक हुनेछ वा हानिकारक? अर्थात् जस्तो सन्तानको भविष्यको निर्माण गर्नुको सट्टा उसको चरित्रको निर्माण गर्नु श्रेष्ठ छ, उस्तै सन्तानको जीवनको मार्ग निश्चित गर्नुको सट्टा उनलाई नयाँ सङ्घर्षहरूसँग जुझ्नको लागि मनोबल र ज्ञान दिनु अधिक लाभदायक हुनेछ। चाहे तपाईँ कति शक्तिशाली किन नहुनुहोस्, कति प्रबल किन नहुनुहोस्, तर उसको रहस्य, उसको नसको चाबी। त्यसैले यदि प्रबल रहनु, शक्तिशाली रहनु, समर्थ रहनु छ भने आफ्नो रहस्य कसैलाई नदिउनुहोस्, न त आफ्नो मित्रलाई। किनभने समय बदल्दा कहिले को शत्रु बन्छ भन्नु सकिँदैन। विभीषणलाई रावणको अमृत कुण्डको ज्ञान थियो, त्यसैले प्रभु श्रीरामले रावणको वध गर्न सफल भए। त्यसैले उचित त यही हो मित्र, युवा अवस्था। युवा अवस्था न त जीवनको अन्तिम हो, न त प्रथम हो। र यही अवस्थामा मनुष्यको भित्र पन्छन्छ र फेरि मनुष्यले आफ्नो सबै कुरा उसैमा न्यौछावर गर्छ। किन सबैलाई आफ्ना खट्टा मिठा संस्मरणहरू स्मरण छ? आमा बुवा र सन्तानको बीच विचारहरूको विरोध प्रारम्भ हुन्छ। सन्तानलाई लाग्छ कि उसको छनौट जीवनसाथी छनौट गर्ने समझ सन्तानमा छैन। आफ्नो उत्तरदायित्वको बोध र आफन्तहरू ठुलाहरूको मापदण्ड। विवाह गर्नुभन्दा पहिले यो जान लिनु आवश्यक छ कि विवाह केवल आफ्नो प्रेमको, आफ्नो इच्छाको मार्ग होइन। किनकि जसरी पानी समुद्रमा मिसिन्छ उस्तै नै हामीसँग हुन्छ। हामी सत्यलाई आफ्नो मनको मैदानमा चाहे जति लुकाउने प्रयास गरौँ, तर समयको आँधीले त्यसलाई वास्तविकताको पहाडसँग टक्राउँदै हाम्रो सामुने ल्याइहाल्छ। डर। यसकारण तपाईले सत्यलाई सामुने नल्याउन चाहनुहुन्छ, हाम्रो सामुने आइउभिएको। त्यसैले सत्यसँग भाग्नु हुँदैन, उसलाई लुकाउने प्रयास पनि गर्नु हुँदैन। भविष्यको ठूलो विपत्तिबाट बच्न सकिन्छ। शक्तिशालीसँग विवाद गर्नबाट बच्नको लागि तपाईले मौन रहनुभयो भने, यसो गर्दा तपाईले एउटा विवादबाट बच्नुभयो, एउटा सङ्घर्षबाट बच्नुभयो। तर यस्तो बचावले एउटा ठूलो सङ्घर्षलाई जन्म दिन्छ। कसरी? हाम्रो मौन रहनाले अन्जानमै उसको समर्थन बन्न पुग्छ र ऊ आफूलाई अझ शक्तिशाली अनुभव गर्छ र यहाँबाट हाम्रो दमन प्रारम्भ हुन्छ। रूपले सम्मिलित हुन्छन्। यो तपाईको भित्र लुकेको डर हो जसले तपाईलाई रोक्छ। कहिलेकाहीँ डरले तपाईको सुरक्षा अवश्य गर्न सक्छ, तर साथसाथै यो पनि जान्नु आवश्यक छ, मौन पनि राख्नुपर्छ। त्यसैले आफ्नो मनबाट डरलाई निकाल्नुहोस् र फेरि हेर्नुहोस्।